अझै पनि 20-22 लाख तिरेर पोर्चुगल आउने सोच बनाउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो अवश्य हेर्नु होला। किन भन्नुहुन्छ भने भर्खरै नयाँ पोर्चुगलबाट नयाँ अपडेट आएको छ। के छ त्यसमा चाहिँ के छ भन्दाखेरि पहिला चाहिँ तपाईँ पोर्चुगल आएको 5 देखि 7 वर्षभित्रमा तपाईँले चाहिँ यहाँनिर पोर्चुगलको नेसनलिटी अथवा पासपोर्टको लागि अप्लाई गर्न सक्नुहुन्थ्यो भने अहिले त्यो नियम चाहिँ चेन्ज भएर तपाईँको ट्याक्कै 10 वर्षमा पुर्याइदिएको छ। भन्नुको मतलब त्यो पनि तपाईँले यहाँ आएर टिआरसी कार्ड पाएको समयदेखि काउन्टिङ स्टार्ट हुने हो। पहिला चाहिँ तपाईँ यहाँ आएर सेफ लक गरेदेखिको तपाईँको डे काउन्टिङ हुन्थ्यो भने अहिले चाहिँ त्यो पनि चेन्ज भएर चाहिँ तपाईँको जुन दिन तपाईँले यहाँ आएर टिआरसी कार्ड पाउनुभयो त्यो दिनदेखि मात्रै तपाईँको पासपोर्टको लागि डे काउन्ट स्टार्ट हुनेछ। भन्नुको मतलब तपाईँ पोर्चुगल आएर 1.5 वर्ष 2 वर्ष बसेर यहाँको टिआरसी कार्ड निकाल्नु भयो भने त्यो अगाडिको 1.5 वर्ष अथवा 2 वर्ष काउन्ट हुने छैन। भन्नुको मतलब तपाईँले 2 वर्ष पोर्चुगल आएर 2 वर्ष बसेर टिआरसी कार्ड निकाल्नु भयो भने बल्ल टिआरसी कार्ड आएको दिनदेखि तपाईँको 10 वर्ष काउन्टिङ हुनेछ। सो यहाँ आएर तपाईँले 10 वर्ष समय बिताएर अप्लाई गर्दा ओर्दा पासपोर्ट आउन पनि कम्तीमा 1.5 देखि 2 वर्ष अवश्य लाग्ने गर्छ। त्यो अब केस हेरेर हुन्छ, तर म्याक्सिमम धेरैजनाको 1.5 देखि 2 वर्ष लागेकै हुन्छ। भन्नुको मतलब तपाईँले पोर्चुगल आएर 13 देखि 14 वर्ष तपाईँले पोर्चुगलमा बिताएर मात्रै तपाईँले यहाँको नेसनलिटी या त पासपोर्टको लागि पासपोर्ट पाउनुहुन्छ। सो अब आफै विचार गर्नु होला, त्यहाँबाट 20-22 लाख रुपियाँ खर्च गरेर तपाईँ पोर्चुगल आउनुहुन्छ। पहिला जस्तो सहज छैन, पहिला जस्तो छैन, परिवार ल्याउनलाई पनि पहिलाको जस्तो सहज छैन। अलि सोच विचार गरेर आउनु होला। हस्त, धन्यवाद।